네, 안녕하세요. नमस्ते सम्पूर्णमा। आज म यो किताबको ग्रामर लिएर आउने क्रममा यो दरादो 59 लेसन 59 को दरादो भए पनि जे गरे पनि अथवा भए तापनि भन्ने जो ग्रामर छ VST प्लस दरादो भन्ने त्यसको बारेमा भिडियो बनाउँदैछु। राम्रोसँग हेर्नुहोला, बुझ्ने प्रयास गर्नुहोला, अन्तिमसम्म भिडियोलाई हेरेर साथ पनि दिनुहोला। दरादो ग्रामर चाहिँ यो ह्यङसा क्रिया विशेषणमा पनि लाग्छ र थोङसा क्रियामा पनि लाग्छ र जसको अर्थ चाहिँ भए पनि, गरे पनि, भए तापनि भन्ने अर्थ हुन्छ। यसको मुख्य अर्थ चाहिँ कस्तो बन्न हुन्छ भने चाहिँ यो क्रिया र क्रिया विशेषणसँग जोडेर आउँछ र अगाडिको वाक्यमा अनुमान गरिएको अथवा अगाडिको वाक्यमा हुने खालको जो कुरा छ त्यो कुरालाई को अवस्थालाई चाहिँ स्वीकार चाहिँ गर्छ, तर पछाडिको कुरा र अगाडिको कुराको अवस्था गरिएको अपेक्षासँग जो छ सम्बन्धित नभई त्यसै अनुसार पुरा हुन्छ भन्ने अर्थ जनाउँछ। भन्न खोजेको चाहिँ के हो भने यसमा कोरियनमा पनि लेखेको चाहिँ दरादो नन थोङसा भनेको दराजो चाहिँ क्रियामा पनि र ह्यङसा क्रिया विशेषण क्वालिटी भबमा पनि पुत्थ टाँसी आप छरे अगाडिको वाक्यको खाजङ थोइन साङहाङ भनेको अनुमान गरिएको अवस्था इन्जङ हाजिमान उसले त्यो कुरालाई चाहिँ सपोर्ट चाहिँ स्वीकार चाहिँ गर्छ, तर थुइ ए नेयोङ यी पछाडिको विषयवस्तु जो छ त्यो आफे नेयोङुल अगाडिको विषयवस्तुसँग को फाथाङुरो त्यसको आधारमा चाहिँ हान गरिएको खिदेवा त्यो जो उसको त्यो अपेक्षा छ त्यो अपेक्षासँग चाहिँ साङ्गन अप्सी यो कुनै प्रभाव नगरी कुनै सरोकार नभई सम्बन्धित नभई इरुवा जिमुल नाथान्यन्दा त्यो हुने पुरा हुने कुरालाई चाहिँ जनाउँछ। भनेको अगाडि एउटा कन्डिसन रहन्छ, त्यो कन्डिसन र पछाडिको कन्डिसनको बिचमा चाहिँ सम्बन्ध नभई त्यो कुरा चाहिँ अगाडि बढ्छ भनेको। एक्जाम्पलमा पनि राम्रोसँग बुझ्नु होला। यो एक्जाम्पलमा पनि म केही किताबको एक्जाम्पल पनि राखेको छु र आफैले बनाएर पनि केही एक्जाम्पल राखेको छु। मुख्य कुरा के भने चाहिँ केही कुरा भविष्यमा गर्ने खालको कुरा छ भने अगाडिको कुराले त्यो पछाडिको त्यो कुरा गर्ने कुराको निर्णयलाई चाहिँ छेक्दैन भन्ने अर्थ चाहिँ दरादो ग्रामरले दिन्छ। फेरि एकपटक बुझ्नु होला। दरादो भन्ने ग्रामर जो छ त्यसले चाहिँ अगाडि र पछाडिको दुईटा अवस्थाको बेलामा युज गर्ने ग्रामर हो। यसले चाहिँ अगाडि एउटा कुरा जे कुरा भए पनि पछाडिको जो निर्णय गर्नेवाला काम छ त्यसलाई चाहिँ के असर गर्दैन। जस्तो पानी परे पनि बाहिर जान्छु हो भन्ने अर्थ, त्यसमा चाहिँ एउटा निर्णय हुन्छ, त्यो निर्णय चाहिँ पानीले रोक्दैन भन्ने अर्थ हो। बाँकी चाहिँ एक्जाम्पलबाटै हेरौँ है त कस्तो छ। किताबको एक्जाम्पल हो, यसमा छ एमा एक्जाम्पलमा छाकप चाङी थरप्त रादो कार्यस्थल चाहिँ यो थरप्त रादो फोहोर भए तापनि थप्त रादो गर्मी भए तापनि आन्जन मोरल कोक सुसेयो यो सुरक्षित टोपी हेलमेट जो छ सेफ्टी हेलमेट चाहिँ अनिवार्य लगाउनुहोस् भने यहाँ कस्तो खालको कुरा आप छल भन्ने कस्तो कुरा भन्छ। यो अगाडि चाहिँ छाकप चाङी थवयो हो, कार्यस्थल चाहिँ गर्मी छ थप्सुम्निदा आन्जन मोरल कोक सुसेयो, तर यो गर्मीले चाहिँ यो आन्जनमा लगाउँदिन भन्न चाहिँ पाएको छैन। भनेपछि यो पछाडिको कुरा र अगाडिको कुराको बिचमा चाहिँ यसले चाहिँ केही फरक पार्दैन। यस्तो बेलामा चाहिँ दरादो प्रयोग हुन्छ। फेरि एकपटक यो लाइनलाई बुझ्ने प्रयास गर्नुहोला। छाकप चाङी थप्त रादो कार्यस्थल गर्मी भए तापनि आन्जन मोरल कोक सुसेयो, यहाँ गर्मी भएर यो आन्जनमा चाहिँ लगाउँदिन भन्न पाएको छैन। त्यसैले चाहिँ यो आन्जनमा लगाउने कुरासँग चाहिँ यो अगाडिकोले गर्मीले चाहिँ असर पार्दैन, फरक चाहिँ पार्दैन, त्यसैले दरादो प्रयोग हुन्छ यसमा। त्यस्तै अर्को सरो विज्ञानी थारुद रादो एक आपसमा चाहिँ विचारहरू फरक भए तापनि साङदे बाङ्गल दोस्रो पक्ष अर्को आफूसँग कुरा गरेको पक्ष अथवा दोस्रो पक्षलाई छोन्जोङ हेया हो उसको सम्मान पनि गर्नुपर्छ हो। उसको विचार फरक भए पनि एक आपसमा कोही मान्छेको विचार
फरक भए तापनि अरू मान्छेलाई आदर गर्नुपर्छ भनेको मान्छे फरक भए पनि आदर गर्ने कुरामा चाहिँ पछि अथवा आदर नगर्ने कुरा चाहिँ गर्नु हुँदैन। आदर चाहिँ गर्नैपर्छ। मान्छे राम्रो होस् या विचार राम्रो होस् या विचार राम्रो नहोस्, मिलोस् या नमिलोस्, तर एक आपसमा चाहिँ हामीले आदर गर्नुपर्छ साङ्देबाङलाई भनेर भनेको छ। सरो उइग्यनी थारू दरादो, एक आपसमा विचारहरू फरक भए तापनि साङ्देबाङल छन्जुङ हेया हेयो, एक आपसमा हामीले आदर चाहिँ गर्नुपर्छ। वैगुगिक, अब यसमा चाहिँ अर्को लाइन छ, छोरीकुक वैगुगिन सामुसो ए भनेको यो वैदेशिक नागरिक विभाग अथवा यो विदेशीहरूलाई हेर्ने जो अध्यागमन विभाग अफिस छ त्यो अफिसमा सिन्छङसरुल निवेदन पत्र चाहिँ छप्सु हादरादो दर्ता गरे तापनि वैगुगिन थुङ्नोक चुङ्गुल विदेशी दर्ता पत्र चाहिँ फारो फादुल्सु अप्सयो, तत्कालले पाउन चाहिँ सकिँदैन। फेरि एकपटक हेर्नुहोला, छुरिपकुक अध्यागमन वैगुगिन सामुसो ए, यो वैदेशिक यो अध्यागमनको जो वैदेशिक अफिस कार्यालय छ त्यसको कार्यालयमा चाहिँ सिन्छङ सरुल छप्सु हादरादो निवेदन दर्ता गरे तापनि वैगुगिन थुङ्नोक चुङ्गुल विदेशी दर्ता पत्र फारो फादल्सु अप्सयो, त्यहाँ दियो भन्दैमा पाइहाल्छ भन्ने चाहिँ छैन भन्ने कुरा हो। चाँडो दिए पनि ढिलो दिए पनि अथवा त्यो पाउने कुरामा चाहिँ त्यो तत्कालै पाउने भन्ने चाहिँ सम्भव छैन भन्ने कुरा हो। यसलाई छप्सु हादरादो दर्ता गरेता पनि। यसमा मैले अर्को उदाहरण पनि राखेको छु, यो उदाहरण पनि हेर्नुला। जिमान र दरादो सँगै आयो भने चाहिँ हामीलाई केही अप्ठ्यारो छुट्याउनलाई चाहिँ केही गाह्रो चाहिँ हुन्छ, तर पनि केही आधारहरू केही फरक चाहिँ यसमा छ। जिमान छ भए पनि तर भने छ, फिगा ओजिमान पानी परे पनि खागेसम्निदा, पानी परे पनि म जानेछु, पानी परिरहेको छ तर म जानेछु। यसमा चाहिँ सामान्य पानी परे पनि म जान्छु भनेर उसको चाहिँ यो पानी परेको कारणले नरोकेको कुरा छ सामान्यत भने चाहिँ दरादोले चाहिँ फिगा ओदरादो खागेसम्निदा, पानी परे पनि म जानेछु अर्थ उस्तै देख्न सक्छ, तर दरादोले के खालको भाव बोक्छ भने पानी परोस् या नपरोस् म जाने निर्णय चाहिँ परिवर्तन हुँदैन भन्ने खालको त्यो खालको भाव चाहिँ दरादोले बोक्छ। कतिपय ठाउँमा चाहिँ जिमान र दरादो हामीले जुन प्रयोग गरेर बोल्दा पनि फरक नपर्ने अवस्थाहरू पनि हुनसक्छ, तर सामान्य फरक चाहिँ जिमानको अगाडि पछाडि अथवा केही फरक उल्टा हुन्छ हो, उल्टा हुन्छ तर एक्सेप्ट हुन्छ। पानी परेको छ तर म जान्छु, यसमा चाहिँ स्वीकार्य छ भन्ने अर्थ, पानी परे पनि जान्छु। तर दरादोमा चाहिँ फिगा ओदरादो, पानी परोस् या नपरोस् परे पनि मेरो जाने निर्णय चाहिँ फरक पर्दैन भन्ने अर्थमा चाहिँ दरादो प्रयोग हुन्छ। यदि तपाईँहरूलाई जिमान र दरादोको बारेमा अझै डिटेलमा बुझ्न मन लागेको छ भने मेरो अर्को भिडियो चाहिँ जिमान र दरादोको मात्रै अर्को भिडियो छ, भिडियोहरूको सर्च गरेर स्क्रोल गरेर हेर्नुहोला, त्यसमा देख्न सक्नुहुन्छ। यसमा अर्को किताबकै उदाहरण हेरौँ, केही उदाहरण दिएको छ। नुत्ता ढिलो हुनु, अप्ता नहुनु हो, अरेप्ता गाह्रो हुनु, र थेसिन खाँदा सट्टामा जानु, र सिल्सु आधा गल्ती गर्नु। यहाँ फोकीमा छ उदाहरणमा खा र नाको संवादमा छेगा इ इरुन मैले यो काम हो, छेगा इ इरुन मैले यो काम छौम इन्दे पहिलो पटक गरेको हो, तर सिल्सु हाम्यान अतखाज्यो गल्ती गर्यो भने के गर्ने होला भन्ने छ। म यो काम चाहिँ मेरो लागि पहिलो हो, गल्ती भयो भने कसो गर्ने होला भनेर खाले भनेको छ। छौम इन्दे पहिलो पटक हो, सिल्सु हाम्यान अतखाज्यो गल्ती भयो भने कसो गर्ने, नाले भन्छ छौम एनुन पहिलो पटकमा चाहिँ सुरुवातीमा चाहिँ सिल्सु हादरादो गल्ती गरे तापनि थासी हामेन फेरि गर्यो भने थासी हामेन थेनिक्का फेरि गर्दाखेरि हुने भएको कारणले खक्चङ हाजी मास्यो, चिन्ता चाहिँ नगर्नु होला। पहिलो पटक हो, गल्ती भए पनि ठिकै छ, तर चिन्ता नगर्नु होला, फेरि गर्दा हुन्छ त्यो काम भनेर चाहिँ यसमा चाहिँ गल्ती गरे पनि फरक पर्दैन, पहिलो पटक हो भन्ने अर्थमा चाहिँ
अहिले गल्तीले चाहिँ काम रोक्ने अब काम गर्न पाइँदैन भन्ने खालको निर्णय चाहिँ हुँदैन भन्ने चाहिँ अर्थ दिन्छ यसले। सिल्सुहादरादो गल्ती गरे तापनि। त्यस्तै यसमा 1 नम्बरमा छ इरी स्विप्ची नेयो काम त सजिलो छैन रहेछ हो। इरी स्विप्ची नेयो काम सजिलो छैन रहेछ। हिम्दुरह्यो गाह्रो भइरहेको छ अथवा गाह्रो छ। काम सजिलो रहेनछ गाह्रो छ भनेको छ। नाले चाहिँ इरी छौमेनन काम चाहिँ सुरुमा खाली ठाउँमा छ यहाँ अर्याप्तलाई राखेर अर्याप्तरादो गाह्रो भए तापनि हो यो फानबोक खाम्यन खोत इक्सुक हेजिल कयो दोहोऱ्याएर गर्यो भने फानबोक हादा दोहोऱ्याएर गर्नु दोहोऱ्याउनु दोहोऱ्याइयो भने चाहिँ खोत इक्सुक हेजिल कयो छिट्टै नै बानी पर्ने छ। सुरुमा गाह्रो छ गाह्रो रहेछ भनेको छ। त्यसै काम सुरुमा गाह्रो भए तापनि दोब्बर तेब्बर अथवा दोहोऱ्याएर गर्यो भने फानबोक हाम्यन दोहोऱ्याइयो भने फेरि गरियो भने खोत इक्सु हेजिल कयो छिट्टै बानी पर्ने छ। त्यस्तै अर्को यसमा चाहिँ 2मा पाल्ली खाया थोएनन्दे थारन छादरी नमु नुर्यस थापथापेयो भनेको छ। पाल्ली खाया थोइनन्दे छिट्टो जानुपर्ने थारन छादरी अरू गाडीहरू नमु असाध्यै नुर्यस ढिलो भएर थापथापेयो एकदम आत्तिएको छु भनेको बाटोमा चाहिँ उसलाई अरू गाडीले चाहिँ अगाडि बढ्न चाहिँ नदिएको अथवा बाटो जामको बारेमा भनेको कुरा हो। पाल्ली खाया थोइनन्दे छिटो जानुपर्ने थारन छादरी अरू गाडीहरूले नमु नुर्यस अरू गाडीहरू एकदमै ढिलो भएर थापथापेयो उकुस मुकुस अथवा अप्ठ्यारो के गरौँ भएको छ। थापथाप हादा उकुस मुकुस हुनु आत्तिनु। अनि नाले भन्छ नमु पाल्ली उन्जन हाजी मासेयो असाध्यै छिटो चाहिँ ड्राइभिङ नगर्नुहोस्। छोगुम केही नुत्तरादो ढिला भए तापनि आन्जन हागे खाप्सिदा सुरक्षितसँग जाउँ भनेको यहाँ यसमा चाहिँ नमु पाल्ली उन्जन हाजी मासेयो छिटो चाहिँ असाध्यै छिटो ड्राइभिङ नगर्नुहोस्। छोगुम नुत्तरादो अलिकति ढिलोले फरक पर्दैन। आन्जन हागे खाप्सिदा एकदम सुरक्षित भएर जाउँ। छिटो र ढिलोसँगको चाहिँ मतलब नराखौँ हामी चाहिँ सुरक्षित तरिकाले जाउँ। त्यस्तो बेला नुत्तरादो ढिला भए तापनि फरक चाहिँ पर्दैन तर सुरक्षित जाउँ। नुत्तरादो आन्जन हागे खाप्सिदा ढिलो भए पनि सुरक्षित तरिकाले जाउँ। अनि अर्को संवाद छ नम्बर 3 को हाई कोरिया ए वेवन खाइबुल आन हेन्नन्दे भाङमुन एयागुल सिन्छङ हाल्सु इस्सयो भनेको छ। हाई कोरिया भन्ने साइटमा चाहिँ वेवन खाइबी आन हेन्नन्दे सदस्यता दर्ता चाहिँ गरेको छैन। भाङमुन एयागुल सिन्छङ हाल्सु इस्सयो यो भिजिटको लागि डेट बुकिङ गर्न सकिन्छ भनेको छ। अनि नाले चाहिँ ने हुन्छ सकिन्छ। आइडी नभए पनि आइडीगा अप्तरादो आइडी नभए पनि फिवेवन उरो सिन्छङ हाल्सु इस्सयो सदस्यता बिना पनि फिवेवन भनेको छ। यसमा चाहिँ बिना सदस्यता दर्ता पनि अनि सदस्य नबनेर पनि सिन्छङ हाल्सु इस्सयो। यसो फी वेवन उरो भनेको छ। वेवन भनेको सदस्य फिवेवन भनेको सदस्यभन्दा बाहिरको मान्छे। फी वेवन उरो सिन्छङ हाल्सु इस्सयो बिना सदस्यता पनि दर्ता गर्न सकिन्छ। त्यस्तै अर्को 4 नम्बरमा छ छेगा इरी सेङ्ग्यस वैगुगिन थुङ्नोक चुङ्गुल फादुर मोत खानुन्दे थारन सारामी खातो थियो भनेको छ। एकपटक फेरि सुन्नुहोला। छेगा इरी सेङ्ग्यस मेरो चाहिँ काम छ हो मेरोमा चाहिँ काम देखियो मलाई चाहिँ काम देखियो। वैगुगिन थुङ्नोक चुङ्गुल फादुर मोत खानुन्दे अब विदेशी दर्ता पत्र लिनको जान चाहिँ म सक्दिनँ। थारन सारामी खादो थियो अरू मान्छे जाँदा पनि हुन्छ भन्छ। अनि नाले ने हुन्छ अरू मान्छे जाँदा पनि हुन्छ भन्छ नाले ने। वैगुगिन थुङ्नोक चुङ्गुन विदेशी दर्ता पत्र चाहिँ थारन सारामी अरू मान्छे थेसिन खादरादो अरू मान्छे सट्टामा गए पनि अथवा मेरो सट्टामा अरू मान्छे गए पनि थेसिन खादरादो फादुल्छु इस्सय प्राप्त गर्न सक्छन्। थेसिन खादा हो थेसिन खादरादो
जो मान्छे जानुपर्ने हो ऊ मान्छे नगइकन अर्को मान्छे जानुलाई चाहिँ थेसिन खादा भनिन्छ। अर्को मान्छे गए पनि पाउन सकिन्छ। यसै अर्को तलको पनि हेरौँ न त 2 नम्बरको है त के भनेको छ, यो पनि केही महत्त्वपूर्ण छ कि जस्तो लाग्छ, हेरौँ। यसमा चाहिँ वैगुगिन थुङ्नोक छल्छागा फोक्चाफादा हो। विदेशी दर्ता गर्नको लागि चाहिँ यो छल्छा प्रक्रिया चाहिँ फोक्चाफादा अति नै जटिल हुनु। विदेशी दर्ता गर्ने प्रक्रिया छल्छा प्रक्रिया फोक्चाफादा जटिल हुनु। त्यसपछि इब्कु खान हु कोरिया छिरेको अथवा कोरिया छिरेको इन भएको खुसिपिल इने 90 डे भित्र है 90 डेज भित्र 90 दिन भित्र चाहिँ वैगुगिन थुङ्नोगुल हादा विदेशी दर्ता चाहिँ गर्नु भन्ने छ। यो लाइनलाई चाहिँ कसरी बनाएको रहेछ हेरौँ है। वैगुगिन थुङ्नोक छल्छागा फोक्चाप हादरादो इब्कु खान हु कोरिया छिरेपछि खुसिप इरुल इने 90 दिन भित्र वैगुगिन थुङ्नोगुल हेया थियो। विदेशी दर्ता चाहिँ गर्नुपर्छ, अनिवार्य गर्नुपर्छ। यसमा चाहिँ फोक्चाप हादाबाट फोक्चाप हादरादो भिडभाड भए पनि, त्यहाँ जटिल भए पनि, मान्छे धेरै भए पनि भन्ने अर्थ हो। र यसमा तल 1 नम्बरमा के छ हेरौँ। फिरिवान सरियुगा मान्था आवश्यक पर्ने डकुमेन्ट कागजातहरू धेरै हुनु र कोमहागे छेङ्गिदा एकदम ध्यानपूर्वक चाहिँ तयारी गर्नु। यसको चाहिँ के हुने भयो भने फिरिवान सरियुगा मान्थरादो आवश्यक पर्ने कागजातहरू धेरै भए तापनि कोमहागे छेङ्ग्या थियो। एकदम ध्यानपूर्वक तयारी गर्नुपर्छ। त्यस्तै अर्को सुसुर्योगा फिस्सादा शुल्क महँगो हुनु सुसुर्यो नेदा सुसुर्यो चाहिँ शुल्क चाहिँ तिर्नु। यसलाई चाहिँ शुल्क महँगो भए पनि तिर्नुपर्छ भनेर बनाउनु पर्यो। यसको लाइन चाहिँ तल लेखिएको छ। सुसुर्योगा फिस्सादरादो सुसुर्योरुल नेया थियो। शुल्क महँगो भए तापनि शुल्क तिर्नु पर्छ। त्यस्तै अर्को छिगुम वैगुगिन थुङ्नोक सिन्छङ सरल छप्सु हादा अहिले विदेशी दर्ता पत्र छप्सु हादा दर्ता गर्नु र वैगुगिन थुङ्नोक चुङुल फारो फादुल्सु हप्ता अहिले दर्ता गरे पनि विदेशी दर्ता पत्र तत्काल पाउन नसक्नु। यसको चाहिँ कसरी बन्ने, हादालाई चाहिँ हादरादो भनेर बनाउनु पर्यो स्याम्पलमा। यसको लाइन चाहिँ यस्तो भन्छ। छिगुम वैगुगिन थुङ्नोक सिन्छङ सरल छप्सु हादरादो वैगुगिन थुङ्नोक चुङुल फारो फादुल्सु अप्सयो। अहिले विदेशी दर्ता पत्रको निवेदन पत्र चाहिँ दर्ता गरे पनि अथवा बुझाए पनि हादरादो छप्सु हादरादो वैगुगिन थुङ्नोक चुङुन विदेशी दर्ता पत्र चाहिँ फारो फादुल्सु अप्सयो तत्कालै पाउन सकिन्न। 2-4 दिन 5-7 दिन 1 हप्ता यस्तो लाग्न सक्छ भन्ने हो। आशा छ तपाईहरुलाई यो भिडियोले पनि ठुलो हेल्प पुर्याउनेछ। धराधो र जीवनको बारेमा केही अझै थप कुरा बुझ्न मन लाग्यो अथवा केही नबुझिएका कुराहरू छन् भने मेरो अलग्गै धराधो र जीवनको भिडियो छ, त्यो पनि हेर्न सक्नुहुन्छ। र नेक्स्ट भिडियो लिएर आउनेछु। तबसम्मको लागि मलाई प्रतीक्षा गर्नुहोला। थ्याङ्क यू। बाई बाई। 안녕히 계세요।